यो बे लागेपछि बेको सिजन भएपछि नि काठ बाट्दा भक्कै हुन्छ हो बे अरे पूजा अरे ओके भयो यहाँ पनि दिइहाल्नु पर्यो हौ सिमसिमे पानी भाइ हजुर तपाईलाई पनि बेको निम्ति दिइहाल्नु पर्यो तपाईँ यहीँ भेटिहाल्यो ए हो मलाई तपाईलाई तपाईँको नाममा आएको छ ए हो खै दिउँ न त अनि नेपालीमा दिएको रहेछ अब यो मलाई नेपाली पढ्न पनि आउँदैन ए सुन्नुहोस् त यता सुन्नुहोस् न मलाई खास चाहिँ नेपाली पढ्न आउँदैन होइन अन्त यो कसको बिहा हो कहाँ हो कहिले हो कति तारिक हो त्यो मलाई पढेर बुझाइदिनुहोस् न यो अब सबै मैले भन्नु थियो भने तपाईँलाई त्यत्रो पैसा खर्च गरेर कार्डमा लेखेर सबै तपाईँलाई मैले भन्दै थिएँ नि त कार्ड दिएको चाहिँ के चाहिँ भ्यालु भयो लु भन्नुहोस् त भाइ ए त्यसो भने त भाइ तिमीले त के अरे नेपाली त पढ्नु नजान्दो रहेछ अब मेरोमा हिजो चाहिँ साँच्चै त्यो डिजिटल हो कि डिजिटल भन्नेबाट एउटा इन्भिटेसन आएको छ यो अलिकति पढेर सुनाइदिनुहोस् न यो सुनाइदिउँ त के लेखेको रहेछ REQUEST request UR GRAC इङ्ग्लिस आउँछ अरे नेपाली पनि आउँदैन रहेछ इङ्ग्लिस पनि आउँदैन बरु भन्नु नि औँठा छाप हो भनेर औँठा छाप केही जान्दिनँ भनेर आउँछ नि मलाई दिनु न पर्दैन तिमीलाई आउँदैन केही आउँदैन न इङ्ग्लिस आउँछ न नेपाली नै आउँछ तिमी केही जान्दैनौ यो मैले ग्रेस पो नजानेको त इङ्ग्लिस त जान्दछु नि ग्रेस ब्रुस केही जान्दैन रहेछौ तिमीले भाइ केही जान्दैन रहेछौ जान्दिन भन्नु नि सिधा म केही जान्दिनँ इङ्ग्लिस पनि जान्दिनँ नेपाली पनि जान्दिनँ भन्नु नि बरु पढ्नै जान्दिनँ म अनपढ छु गबर छु म औँठा छाप हो भन्नु नि किन तिमीले मलाई पढ्छु जान्छु भनेर यस्तो साह्रो आँटेको बेकारमा मेरो यहाँ 100 रुपियाँको खर्च भएको कार्ड मात्रै गयो साह्रै भन्यो हो त्यसले त मलाई अब त म यो गुगलबाट नि नेपालीको क ख सिक्छु मजाले हेलो गुगल नेपाली क ख विथ इङ्ग्लिस KA क KHA ख GA ग NGA ङ CHA CHHA चा